बबाले मारी बक्स्यो हजुरले। अब हजुरलाई दर्शन दर्शन आरामसिन्छ। आरामै छ। एन्ट्री भन्दा पनि अघि भर्खर लागेको भएको थिएँ म। आज तिमीलाई धेरै दिन पछि देखेँ कि। अनि यहाँ च्याटले पनि दाइ अलिकति लेट आउनु पर्यो, अञ्जुली दिदी आउनु भएको छ, आज कुराकानी हुनु पर्यो स्पेसल भनेर भन्दैछ। त्यसैले हल्का भनौँ न एन्ट्री भन्दा पनि यही नै थिएँ म, यत्तिकै नै बसिरहेको थिएँ। बापरे एन्ट्री राम्रो लाग्यो जोस। ठिक छ ठिक छ। दसैँको शुभकामना छ, तिहारको शुभकामना छ, सकिसक्यो अब छठको पनि शुभकामना छ। थ्याङ्क यू सो मच। दसैँ तिहारमा जोइन हुन पाएन। कहाँ हो अनि कता छौ अहिले? म 7 समुद्र पारी छु। त्यही त अस्ति भिडियो आइरहेको थियो होइन। अनि यहाँ धेरैजनाले भन्दाखेरि मैले नपत्ताएको के बाहिर जानुभयो, बाहिर विदेश जानुभयो भनेर भन्दाखेरि धेरैजनाले भन्दाखेरि त नपत्ताएको मैले। हजुरले हेर्दै हेर्नु भएन अनि पत्याउनु भएन। के हेर्दै हेर्नु भएन? हेर्नुपर्छ, मान्छेलाई हेर्नुपर्छ नि त। गएन सबै कुरा हेरे पो थाहा हुन्छ त, नहेरे कसरी थाहा हुन्छ कहाँ गयो के गर्दैछ मान्छे भनेर? पछि हेरेर थाहा पाएँ गइसक्नु भयो। अनि कहाँ हो अहिले चाहिँ? कता? अस्ट्रेलिया। ए कोसँग हुनुहुन्छ? कोसँग हुनु एक्लै छु। स्टुडेन्ट भिजामा जानुभएको? डिपेन्डेन्टमा हो जस्तो लाग्छ। खै किन हो किन यार? अरे डिपेन्डेन्टमा गए त यहाँ हुन पर्ने हो त। ए हुन त होइन र? ठिकै छ ठिकै छ। एउटा नयाँ सुरुवातको लागि, एउटा नयाँ जीवनको एउटा नयाँ पाटाको लागि एकदम शुभकामना छ। राम्रोसँग सो मच थ्याङ्क यू। अब हजुरले चान्स दिनुहुन्छ, गीतहरू गाउनु दिनुहुन्छ भनेको दिनु भएन, अब छोड्नु पर्यो नेपाल, के गर्ने? कहाँ अब मैले चान्स म आफैले चान्स पाइरहेको छैन अहिले। जिस्केको गाह्रो भइरहेको छ। एउटा ठाउँमा एउटा राम्रो पोजिसनमा पुगिसकेपछि किन नसम्झिनु न त? सम्झना हो। अनि यो हेडफोनहरू त्यो के अरे सेटअपहरू लहरै जानुभएको थियो। यो त के भन्छ यसलाई, अब त्यो त गर्नु परिहाल्यो नि। ठिक छ ठिक छ। लिएरै आएको गाउन चाहिँ नछोडौँ भनेर। अरू बेला हुँदैन त्यही लाइभमै हो गाउने भनेर नि। मैले एउटा भिडियो देखेको थिएँ, कहाँ अगाडिपट्टि गाइराख्नु भएको थियो नि। कुन भिडियो के गीत छ अरे? के गीत थियो यार? अहिले रिसेन्टली यता आइसकेपछि जिन्दगीमा भन्ने गीत थियो नि। त्यो गीत चाहिँ देखिरहेको थिएँ लास्ट। त्यस्तै भएको छ जिन्दगी अहिले। होइन त्यसरी चाहिँ सोच्नु हुँदैन सबै कुराको। अब भनौँ न अब आफ्नो ड्रिम अर्कै थियो होला, आफ्नो अर्कै थियो होला, तर त्यसलाई पनि त कन्टिन्यू गर्न पाइन्छ नि त पछिसम्म होइन। अब के गर्नु त सबै। अब म नै गइसकेको थिएँ पहिला अस्ट्रेलिया, पछि भनौँ न पछि यतैतिर नामसाम निस्क्यो, यतै पढ्न थालेँ। अस्ट्रेलिया कि जापान? तपाईँ जापानिज बोल्नुहुन्छ होइन? जापान चाहिँ मेरो बिहेको कुरा चलेको थियो। जापानिज केटीसँग मेरो बिहेको कुरा चलेको थियो। जापानको चाहिँ त्यस्तो कुराकानी। तर अस्ट्रेलिया चाहिँ म आइएलएस गरेर जान लागेको थिएँ। ठिक छ एकदम खुसी लाग्यो भेटे। कलर गर्नु भएको कपाल एउटा मात्र टुच्च? यो हल्का टुच्च भन्दा पनि अस्ति गएको थिएँ यस्तो ट्राई गरौँ भनेर लगाएको, तर अब के गर्नु राम्रो देखेन। ठिक छ एकदमै एकजना साथी राम्रै देखेको छ है। ठिक छ। अस्ति एकजना साथी जोइन भएर कपाल पुरै कालो गरेर आउनुपर्छ, राम्रो देखेन, डली चायवाला जस्तो देखियो भनेर भन्दै थियो कि। छैन त्यस्तो विधि त। त्यस्तो भन्दै थियो अस्तिको एउटा साथीले। राम्रो छ, राम्रो देखेछ। सो अब वाट नेक्स्ट? अब तिमीलाई पो सोध्नु पर्ने त वाट नेक्स्ट भनेर। अब मलाई यहाँ कुर्नु भनेर यता 3:30 भइसक्यो, अनि म हजुरकै लागि भनेर कुरेर बसेको अहिलेसम्म। ठिक छ। कुन ठाउँमा हो अहिले अस्ट्रेलिया चाहिँ? कुन ठाउँ? सिडनीमा हो। कोही चिनेको छ कि छैन त्यहाँ? हुनुहुन्छ। ए ठिक छ ठिक छ। चिनेकैमा बसिरहेको। ए कोही यस्तो साथी चिनेको मान्छेहरू कोही चाहियो भने भन्नु है। ए ओके। चिनजान यसो यताउता हो, कामसाम पनि यताउता सबै हो कि क्या हो? त्यतैबाट बसेर यतैबाट चल्छ सब कुरा। पहुँच है मेरा हो। हल्का थ्याङ्क यू सो मच त्यसको लागि। माया गर्ने मान्छेहरू हुनुहुन्छ उता पनि। थ्याङ्क यू। ठिक छ ठिक छ। लास्ट भनौँ न बस्ती त्यो देख्दाखेरि क्या नराम्रो लाग्यो, त्यो रोको भिडियोहरू आइरहेको थियो, यताउति भइरहेको थियो है। लास्टै स्याड फिल भइरहेको छ, किनकि म पनि त एउटा तिम्रो शुभचिन्तकहरू मध्ये एकजना हो नि त।
त्यसैले त्यो नराम्रो लाग्यो। धेरैजनाले लेखिराख्नु भयो त्यो अञ्जली बाहिर गइसक्यो भनेर। तर फाइनली जति बाहिर गयो भने जति चाहिँ गऱ्यो भने भेटघाट त भइहाल्छ टिकटक लाइभको थ्रुबाट। अभियसली त्यही भएर बोकेर आएको। किन बोक्यो भन्नुभयो नि, त्यही भएर बोकेर आएको। ओके, खुसी लाग्यो भेटेर फेरि पनि। के चाहिँ सुन्ने होला त आज यार, के चाहिँ सुनौ होला? लेट नाइट भइसक्यो आज त, सुनाउने हालमा छैन। अर्को दिन सुनाम प्लिज। सानो के 30 सेकेन्ड्स जति भयो भने हुन्छ, तर मिठो कुनै लाइन्स के ल च्याट कुन चाहिँ गर भनौँ यार। गीत गाउने त पुरा उ भइसकेको छ। थ्याङ्क यू सो मच सबैजनालाई, वेलकम छ, नमस्कार छ। हवाओं में बहेंगे घटाओं में रहेंगे, कलङ्क भन्ने गीत छ, थाहा छ? तर त्यो राम्रोसँग आउँदैन जस्तो लाग्यो। हो र? त्यो गीत चाहिँ दामी छ, त्यो गीत सुनाउँ कि भन्ने सोचिरहेको थिएँ। त्यो राम्रोसँग आउँदैन, आम सरी। अरू कुनै अलिकति यो लङ डिस्टेन्स खालको